नमस्ते साथीहरू, तपाईहरूलाई मेरो युट्युबमा स्वागत छ। आज म हाम्रो पूर्वको सुन्दर भेडेटार र आसपासका पर्यटन क्षेत्रहरूको बारेमा जानकारी गराउन चाहन्छु। तपाईहरूलाई कस्तो लाग्छ? सल्लाह, सुझाव र प्रतिक्रिया दिनुहोला। भेडेटार पूर्वी नेपालको रमणीय सुन्दर पहाडी पर्यटन स्थल हो। भेडेटार पूर्वी नेपालको कोशी प्रदेश अन्तर्गत धनकुटा जिल्लामा अवस्थित एक सुन्दर पहाडी बजार हो। प्राकृतिक सुन्दरता, शान्त वातावरण र विविध संस्कृतिले भरिपूर्ण भेडेटार आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि एक आकर्षक गन्तव्य बनेको छ। समुद्री सतहबाट करिब 1420 मिटरको उचाइमा रहेको यो ठाउँबाट मनोरम हिमश्रृङ्खला, हरिया पहाड र उपत्यकाहरूको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ। नामाकरण र इतिहास। भेडेटारको नामाकरणको सम्बन्धमा विभिन्न किम्वदन्तीहरू रहेका छन्। स्थानीय बुढापाकाका अनुसार परापूर्वकालमा यस ठाउँमा शिकारीहरूले भेडाहरू प्रशस्त मात्रामा भेट्ने गरेकाले यस ठाउँको नाम भेडेटार रहन गएको हो। भेटेको अर्थ भेटिएको र टारको अर्थ समथर भूभाग भन्ने हुन्छ। ऐतिहासिक रूपमा भेडेटार एक सानो व्यापारिक केन्द्रको रूपमा विकसित भएको थियो। धनकुटा र आसपासका गाउँ बस्तीका मानिसहरू आफ्नो दैनिक आवश्यकताका सामान खरिद गर्न यहाँ आउने गर्थे। पछि यस ठाउँको प्राकृतिक सुन्दरता र अनुकूल हावापानीका कारण यो बिस्तारै पर्यटकीय गन्तव्यको रूपमा परिचित हुन थाल्यो। भौगोलिक अवस्थिति र हावापानी। भेडेटार धनकुटा जिल्लाको मध्य भागमा पर्दछ। यसको पूर्वमा साँगुरीगढी गाउँपालिका, पश्चिममा धनकुटा नगरपालिका, उत्तरमा पाखरीबास नगरपालिका र दक्षिणमा छथरजोरपाटी गाउँपालिका रहेका छन्। भेडेटारको हावापानी सामान्यतया सुखद र मध्यम हुन्छ। गर्मीयाममा तापक्रम 20 देखि 25 डिग्री सेल्सियससम्म र जाडोयाममा 5 देखि 15 डिग्री सेल्सियससम्म पुग्छ। यहाँ वर्षभरि नै पर्यटकहरू आउने गरे तापनि वसन्त र शरद ऋतु यहाँको भ्रमणका लागि विशेष उपयुक्त मानिन्छन्। यस समयमा मौसम सफा र रमाइलो हुनुका साथै प्राकृतिक दृश्यहरू पनि आकर्षक देखिन्छन्। प्राकृतिक सुन्दरता र पर्यटकीय आकर्षणहरू। भेडेटार प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। यहाँका हरिया पहाड, घना जंगल र मनोरम दृश्यहरूले आगन्तुकहरूलाई मोहित पार्दछन्। यहाँका प्रमुख पर्यटकीय आकर्षणहरू निम्न अनुसार छन्। सयलुङ डाँडा। भेडेटारबाट नजिकै रहेको सयलुङ डाँडा एक उत्कृष्ट भ्यू पोइन्ट हो। यहाँबाट कञ्चनजङ्घा हिमाल लगायत अन्य हिमश्रृङ्खलाहरूको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। सूर्योदय र सूर्यास्तको दृश्य यहाँ विशेष रूपमा आकर्षक हुन्छ। नमस्ते झरना। भेडेटार बजारबाट केही किलोमिटरको दूरीमा रहेको नमस्ते झरना एक सुन्दर झरना हो। यस झरनाको प्राकृतिक सुन्दरता र शान्त वातावरणले पर्यटकहरूलाई आकर्षित गर्दछ। यहाँ पिकनिक मनाउन र प्राकृतिक सौन्दर्यमा रमाउन सकिन्छ। डाँडा बजार। भेडेटारको मुख्य बजार क्षेत्र डाँडा बजार हो। यहाँ स्थानीय उत्पादनहरू, हस्तकलाका सामानहरू र दैनिक उपभोग्य वस्तुहरू पाइन्छन्। यो बजार स्थानीय संस्कृति र जीवनशैलीलाई नजिकबाट निहाल्नको लागि एक राम्रो ठाउँ हो। भेडेटार भ्यू टावर। भेडेटारमा रहेको भ्यू टावरबाट आसपासका पहाड, उपत्यका र गाउँ बस्तीहरूको सुन्दर दृश्य देख्न सकिन्छ। यो टावर पर्यटकहरूका लागि एक महत्त्वपूर्ण आकर्षण बनेको छ। गुम्बा। भेडेटारमा केही सुन्दर गुम्बाहरू पनि रहेका छन्। यी गुम्बाहरूले यहाँको धार्मिक र सांस्कृतिक महत्त्वलाई दर्शाउँछन्। शान्त वातावरणमा रहेका यी गुम्बाहरूमा ध्यान र प्रार्थना गर्न सकिन्छ। स्थानीय संस्कृति र जीवनशैली। भेडेटारमा विभिन्न जात जातिको बसोबास रहेको छ। यहाँ लिम्बू, राई, मगर, गुरुङ, नेवार लगायतका समुदायहरूको आफ्नै विशिष्ट संस्कृति र परम्परा रहेको छ। पर्यटकहरूले यहाँको स्थानीय संस्कृति, वेशभूषा, भाषा र रीतिरिवाजको अनुभव लिन सक्छन्। पदयात्रा मार्गहरू। भेडेटार आसपासमा छोटो तथा मध्यम दूरीका पदयात्रा मार्गहरू पनि रहेका छन्। यी मार्गहरूबाट हिँड्दा यहाँको प्राकृतिक सुन्दरतालाई नजिकबाट अनुभव गर्न सकिन्छ। आर्थिक गतिविधि। भेडेटारको प्रमुख आर्थिक गतिविधि कृषि र पर्यटन हो। यहाँका अधिकांश मानिसहरू कृषिमा निर्भर छन्। धान, मकै, कोदो, आलु, तरकारी र फलफूल यहाँका मुख्य कृषि उत्पादनहरू हुन्। पछिल्लो समय पर्यटन यहाँको आय स्रोतको महत्त्वपूर्ण हिस्सा बनेको छ। यहाँ होटल, लज, रेस्टुरेन्ट र अन्य पर्यटकीय सेवाहरू सञ्चालनमा रहेका छन्। यातायात र आवास। भेडेटार सडक मार्गबाट सजिलै पुग्न सकिन्छ। धरान, धनकुटा र विराटनगर जस्ता प्रमुख शहरहरूबाट यहाँको लागि नियमित बस तथा ट्याक्सी सेवा उपलब्ध छन्। आवासको लागि भेडेटारमा विभिन्न स्तरका होटल, लज र होमस्टेहरू उपलब्ध छन्। पर्यटकहरूले आफ्नो बजेट र आवश्यकता अनुसार यी सेवाहरू छनौट गर्न सक्छन्। स्थानीय खाना र आतिथ्य यहाँको विशेष पहिचान हो। निष्कर्ष। भेडेटार एक सुन्दर र शान्त ठाउँ हो जहाँ प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र आतिथ्यको अनुपम मिश्रण पाइन्छ। यदि तपाईँ कोलाहलपूर्ण शहरको जीवनबाट केही समय विश्राम लिएर प्रकृतिसँग रमाउन चाहनुहुन्छ भने भेडेटार तपाईँको लागि एक उत्कृष्ट गन्तव्य हुन सक्छ। यहाँको मनोरम दृश्य, सुखद हावापानी र स्थानीय संस्कृतिले तपाईँको यात्रालाई अविस्मरणीय बनाउनेछ।
अहिले भेडेटारमा स्काई टावर बनेको छ, पर्यटकहरूको घुइँचो लाग्ने गर्छ। धन्यवाद साथीहरू, फेरि अर्को भागमा भेटौँला।